हेर्नु न, यो एआई भिडियो भनेको त होइन रहेछ। हाम्रै नेपालमा पनि त हाम्रो नेपाली दाजुभाइले यस्तो राम्रो कृषि पेसा गरेर सफल हुनुभएको रहेछ नि त। नेपाल अधिराज्य भोर यो हामी सबैले किन नसिक्ने? यो सिकेर यो कृषि सम्बन्धीको ज्ञान सबैमा सेयर गरौँ न है। यो ठुटा एकदम बुढो रुख है, हजुरले भन्नुभयो 40 वर्ष जति भयो भनेर होइन। यसको जीवन पनि लामो छ, यसको कथा पनि लामो भयो। धेरै सरहरूले, जुनार विशेषज्ञहरूले पनि बिरुवा माग्दाखेरि यस्तोमा नि फल्ने रहेछ भनेर अर्डर पनि गर्नुभयो। कतिपय साथीहरूले चाहिँ यसलाई चाहिँ सरहरूले चाहिँ यो होइन फेक हो, एआईले बनाएको भिडियो एडिट गरेको भन्नुभयो। हामीसँग नेचुरल भिडियो छ होइन। अनि अर्को कुरा, यो यतापट्टिको हाँगामा किन फलेन, लेफ्ट साइडकोमा राइट साइडमा चाहिँ किन फल्यो पनि भन्नुभयो होइन। हजुर हो यसको विशेषज्ञ। यतापट्टि अब हजुरले यो काटेर जोड्या पनि होइन होइन, यसैमा फल्यो। 40 वर्षको लामो ठुटा होइन, माथि माथि छुट्टै फरक होइन। त्यही त यसको बारेमा एकचोटि भनिदिनुहोस् न। यो वर्ष यता मात्रै फलाउनु भयो, अर्को वर्ष यता पनि फल्छ फाल्दैन? फल्छ यो। अब अर्को वर्ष फल्ने फल भनेको यो होइन, गत वर्ष यो यता फलेको थियो र योभन्दा माथिल्लो भेगमा पनि फलेको थियो। यो अब काट्दाखेरि यहाँ यो परारको वर्ष काटिएको होइन, यहाँ काटिसकेपछि यो निस्क्यो। अब यो तपाईँको गत वर्ष मात्र काटिएको। गत वर्ष यो बुट्टोमा त फल्दैन नि, फल्नको लागि त 1 वर्ष अगाडिको पलुवा चाहिन्छ। यो गत वर्ष निस्केको पलुवा हो। अब आउँदो समय चाहिँ यो फुल फुल्छ र अर्को वर्ष चाहिँ यतातिर फल्छ। यो भागमा फेरि फल हुँदैन यो, किनभने अब पात मात्र, डाँठ मात्र छ होइन, डाँठा फल मात्र छ। अब फल्न सक्ने भनेको यो र यो बुट्टो, यो 3टा 4वटा उसमा मात्र हो। र अर्को वर्ष चाहिँ यो साइड फल्छ होइन। यो चाहिँ के भने अब यो थोरै हाँगा भएको हुनाले फल अत्याधिक लाग्यो भने रुखको आकार अनुसार यो वास्तविकता फल हो होइन। ल हेर्न सक्नुहुन्छ। अब तपाईँहरूले यही भन्नु होला, त्यो आफ्नो ठाउँ कुरा हो, तर वास्तविकता फल हो। यो वास्तविक फल हो। हामीले यति बुझ्यौँ यो वृद्ध बोटले चाहिँ त्यति खानाहरू बनाउनु सकेन होइन। यो चाहिँ अलिक वयस्क हुँदै गयो, यङ भइदिए अब अझै धेरै सबैतिर हुन्थ्यो होइन। यही बुझ्यौँ हामीले होइन। यो वर्ष अब यता फल्यो, अर्को वर्ष चाहिँ यो लेफ्ट साइड पनि फल्छ होइन। हामी देखाउनेछौँ यो भिडियो प्रत्यक्ष। र ठुटाइमा पनि यस्तै मजाले फल्छ भने राम्रोसँग जुनारको बिरुवा त कस्तो होला त्यो भन्नै पर्दैन होइन। हजुरहरूले लगेर बिरुवाहरू पनि रोपिसक्नु भएको छ, अझै प्रतीक्षामा हुनुहुन्छ। कति सरहरूले पाउनु भएको छैन। हामी सकेसम्म चाहिँ यो जाँदा जुनार फल्छ होइन। नेपालको 77 जिल्ला नभनौँ, जुन जुन ठाउँमा चाहिँ भूभागमा म्याच हुने हुन्छ हामी बिरुवा दिन्छौँ होइन। यो बिरुवा एकदम राम्रो छ। यही नै हो, 40 वर्षको बोट पनि यस्तो हुन्छ भनेपछि अब हामीले यही बुझ्छौँ होइन सर। हजुर। ल अहिले हामी झरौँ न त। ल हस् त। अब